ठकुरी कहिले कुसुण्डा त कहिले बाबु साहेब भनेर विशेषण थपेर बोलाइने र चिनाइने ठकुरी नेपाली भूमिका भूमिपुत्र आदिवासी हो। ठकुरी जाति नभई समुदाय पनि हो। नेपालमा मुगल, मंगोल र आर्य खस दुवै रगत नसा र मोहोडाका धनी ठकुरीहरू हुन्। नेपालको ऐतिहासिक कालदेखि नै विभिन्न समय र परिस्थितिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस जातिको इतिहासमा विशेष छुट्टै प्रकारले विश्लेषण गरिन्छ। कर्णाली र गण्डकी प्रदेशको इतिहास हेर्दा ठकुरी जातिको उद्गम र ऐतिहासिक तथ्य पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य, खस, जनजाति, दलित र मधेसी भनेर विभाजन गरिए पनि ठकुरीहरूलाई यो विषय स्वीकार योग्य छैन। गण्डक क्षेत्र, मगराज क्षेत्रका ठकुरीहरू खस आर्य होइनन्। ठकुरी नेपाली भूमिका आदिकालदेखि रहँदै आएको मुख्य जाति भएकोले आफ्नो स्वार्थ भन्दा पनि विशेष राष्ट्रको लागि जीवनदान दिने वीर जात वा जाति हो। केही कर्णाली क्षेत्रको ठकुरीहरूलाई खस जातिको विकसित रूपमा पनि वर्णन गरिन्छ। ठकुरी एउटा प्रकृति पूजक जनजाति वा जाति समूह हो जसले सदियौं कालदेखि प्रकृतिका कोटि कोटि खानीलाई पुज्दै आएका पनि छन्। जस्तै मष्टो पूजा, गौडी पूजा गाईको गोठ, भीमसेन पूजा भैँसीको गोठ, भैर पूजा बाघ पूजा, छाउदी पूजा माछा पूजा, सर्प पूजा नाग पूजा,